नमस्कार दर्शकबिन, आज हामी मोहनीको राजा सुमन लामा झाँक्री केन्द्रमा आइपुगेको छु। उहाँले चाहिँ धेरैजनालाई छुटेको सम्बन्ध मिलाइदिएर सहयोग गर्नुभएको छ। उहाँको वास्तविक कुरा के हो र यो कुरा बजारमा हल्ला मात्र हो कि उहाँले साँच्चीकै काम गर्नुहुन्छ, हामी उहाँलाई आज प्रत्यक्ष कुराकानी गर्न आएको छौँ। उहाँसँग हामी प्रत्यक्ष कुराकानी गर्छौँ है त। नमस्कार दर्शकबिन, हामी उहाँसँग आइसकेका छौँ प्रत्यक्ष केही कुराहरू राख्न। सुमन गुरु नमस्कार। नमस्कार नमस्कार। आराम हुनुहुन्छ? एकदम आरामै छ। अनि आज हजुरलाई प्रत्यक्ष भेट्न हामी आयौँ है। तपाईँको हरेक ठाउँमा चर्चा छ, धेरैजनाले तपाईँको बारेमा उहाँ चाहिँ यस्तो खालको झाँक्री हो, मोहनीको राजा हो भनेर धेरै बाहिर सुनेको भएर चाहिँ हामी तपाईँलाई प्रत्यक्ष के हो त यो विशेष होइन, वास्तविक त के हो त, मान्छेले अब बाहिर मात्रै हल्ला हो कि उहाँले साँच्चीकै चाहिँ सेवा दिइरहनु भएको छ कि के हो भनेर चाहिँ आज हामी तपाईँहरूको यो ठाउँसम्म आएको छु। लोकेसन पनि नयाँ सरेको रहेछ, खोज्दै आयो। ठ्याक्कै अब सुरुकै कुरा गरौँ, तपाईँको यो हाम्रो अहिले यो नयाँ लोकेसन चाहिँ भनिदिनुहोस् न, धेरैजना अलिक सहज हुन्छ नि त आउनलाई। मेरो अहिलेको यो नयाँ लोकेसन चाहिँ तपाईँको बौद्ध झुरपाटी हुँदै नारायणटार हुँदै महाकालबारीको ठ्याक्क अपोजिट सानो पुल भन्ने ठाउँमा चाहिँ हामी बसेको छौँ। र सबैजनामा नमस्कार। सुमन लामा मोहनीको राजा भनेर सबैजनाले चिन्नु भएको छ। हजुर। किनकि म के भन्न चाहन्छु भने मोहनीको राजा भनेको म के भन्छु भने आफूले वर्णन गरेको जस्तो होला। मेरो टिकटकमा गएर हेर्नुहोस्, युट्युबतिर गएर हेर्नुहोस्, फेसबुकतिर गएर हेर्नुहोस्, सुमन लामा मोहनीको राजा के रहेछ भनेर होइन। हजुर। मोहनीको राजा के रहेछ भनेर सर्चमा त गरेर हेर्नुहोस् कि मैले त्यत्तिकै मोहनीको राजा भनेर राखेको छैन। भनेपछि तपाईँ ब्रान्ड छु मोहनीको लागि। हजुर, भनेपछि तपाईँको चर्चा चारैतिर छ, त्यही सुनेर गरेको छ र चर्चा भएको। हजुर, त्यही सुनेर आएको। अनि तपाईँले मोहनी लाउनुहुन्छ है? धेरैजनाको यो यस्तो गुरु अब मोहनी मात्र लाउनुहुन्छ कि अरू कुनै हुन्छ नि के को यहाँ उपचार हुन्छ? सबै गर्छु, तपाईँको वैदेशिक योगहरू खोलाउँछु। हजुर। तपाईँको बुढाबुढीको सम्बन्ध त त्यो नम्बर 1 नै भयो। हजुर। सुमन लामाको लागि नेपालकै नम्बर 1 भन्ने पनि पुग्छ। हजुर। मोहनीको लागि है। अनि तपाईँको वैदेशिक योगहरू रोकिरहेछ, त्यो वैदेशिक योग खोलाउँछु, 3-10 ग्रहहरू पठाइदिन्छु र काम नै छोप्ने पनि। सुमन लामाकोमा चाहिँ कस्तो छ भने सुमन लामाले सबै काम गरेर भ्याउँछ होला त? भ्याउँदैन, प्रायले सोध्छन् होइन। तर मेरो चाहिँ कस्तो छ भने मेरो डिमान्ड छुट्टै छ कि मेरो झाँक्रीहरू टन्नै हुनुहुन्छ, 5-6 जना झाँक्रीहरू हुनुहुन्छ। तपाईँको कामी छोप्नेको लागि छुट्टै हुनुहुन्छ। वैदेशिक योग र तपाईँको मोहनीको लागि चाहिँ म आफैले गर्छु। तपाईँले गर्नुहुन्छ? तपाईँको चर्चा त चारैतिर छ होइन, गरिरहनु भएको छ। नेपालकै टप मोहनीको राजा भनेर नि चिन्नु भएको छ। त्यही भएर आज तपाईँसँग प्रत्यक्ष कुरा गर्न आयौँ। अनि यो मोहनी लाउने व्यक्तिहरू चाहिँ कतिको घुइँचो हुन्छ तपाईँकोमा? तपाईँको मोहनी लाउनेको घुइँचो चाहिँ अब मैले फेरि बढाएर चढाएर भने यो सुमन लामै भन्लान्। हजुर। मैले के भन्छु भने नेपालको नम्बर 1 हो कि मोहनीको लागि। तपाईँको प्राय अब टिकटै मजाले काटेर भित्र छिर्नेसम्म हुन्छ कि त्यस्तो प्याक हुन्छ है? कतिको प्याक हुन्छ तपाईँ आफै सोध्नुहोस्। भनेपछि तपाईँको मङ्गलबार र शनिबार भयो भने त तपाईँको मैले खाना खाने फुर्सद पाउँछु। त्यस्तो आउनुहुन्छ? मजाले। अनि तपाईँको मोहनी लाउन आउनुहुन्छ, अनि अब तपाईँले सोधिहाले यो लेडिज आउनुहुन्छ कि धेरै जेन्ट्स आउनुहुन्छ कि? सबैभन्दा बढी पीडित त दिदीबहिनी नै हो। दिदीबहिनी हुन्छ है? दिदीबहिनी 100मा तपाईँको 90% पीडित दिदीबहिनी छन्। तपाईँको सबैभन्दा बढी त दिदीबहिनी आउँछन्। 10% चाहिँ तपाईँको मेरा दाजुभाइहरू नै आउनुहुन्छ। पीडित त उहाँहरू पनि हुनुहुन्छ, नभएको होइन। हजुर। तर सबैभन्दा बढी पीडित दिदीबहिनी नै हो। ल ठिक छ, तपाईँसँग प्रत्यक्ष कुराकानी भयो, खुसी लाग्यो। अनि तपाईँ अब यो विषयमा के भन्नुहुन्छ त? यस्तो पीडित धेरै आउँदा तपाईँको मनमा के लाग्छ? यो नआएको भए हुन्थ्यो, हाम्रो नेपाल समाज के हुँदैछ, कस्तो हुँदैछ? तपाईँ एउटा गुरुको विचारले तपाईँ के भन्न चाहनुहुन्छ? विचार के हो भने मेरो विचारमा के लागिरहेछ भने कलियुग लागिरहेछ। हजुर। आजभोलि सामाजिक सञ्जालले नै गर्दा चाहिँ तपाईँको यो धेरै बुढाबुढीको सम्बन्ध चाहिँ फटफट धेरै छ। हजुर। प्राय डिभोर्स भनेको अहिले चर्चा नै जस्तो भनौँ न, अलिकति यो जुन हुन्छ नि फेसन भयो, डिभोर्सको त फेसन लिएर तपाईँको त्यो विदेशको चाहिँ तपाईँको परम्परा भित्राउन खोज्यो कि नेपालमा बिहे गरे मन नपरे डिभोर्स, मन नपरे डिभोर्स भइगयो। र त्यसैको लागि चाहिँ अब के भन्न चाहन्छु भने सबैजना मिल्नु, राम्रो हुनु, शङ्का धेर कसैले नगर्नु। हजुर। दिदीबहिनीले पनि दाजुभाइलाई शङ्का नगर्नु। शङ्का गर्न छोड्नुभयो भने मोहनी लाउनै पर्दैन। र मैले चाहिँ के गर्छु भने मोहनी भनेर पनि तपाईँको मान्छेहरूले के भन्छ, कालो मोहनी सेतो मोहनी लाउँछु भन्छन् होइन। म यस्तो मोहनी लगाइदिन्छु, त्यस्तो मोहनी
सुमन लामाले त्यो गर्दैन। सुमन लामाले भनेको भित्री मनबाट गिल्टी फिल गराउने, पछुतो लाग्ने बनाउने। त्यही त अब तपाईँले कुरा जोडिहाल्नुभयो सन्दर्भमा। मोहनी भन्ने बित्तिकै कतिले चाहिँ अलिकति नेगेटिभ पनि सोध्छन् क्या, यो बिग्रियो होइन, बिग्रिदी हो भन्छन्। बिग्रिती अब यो बाउलाले नराम्रो गर्यो, यो चाहिँ के हो त? सुमन लामाले त्यो गर्दैन है। हजुर सुमन लामाले गर्ने हो भने गर्ने नै हो भने त मजाले गर्छ नै फेरि, त्यो पनि हजुर नगर्ने होइन। किनकि सुमन लामाले कस्तो खालको देवी देउता खेलाउँछ त्यो मलाई मात्र थाहा छ होइन। हजुर। प्रायः यहाँ आउने भक्तजनहरूलाई पनि थाहा छ कि सुमन लामा आफैमा आफै मोहनी कुराहरू त्यतिकै राखे होइन, मोहनीमा ब्रान्ड छ भनेर उहाँलाई थाहा छ हजुर है। र मैले गर्ने भनेको चाहिँ तपाईँको आफ्नो बुढाबुढीको चाहिँ सम्बन्ध मिलेको छैन भने त्यसलाई मिलाइदिने मात्र हो प्रायः। हजुर। हेर्नुहोस्, आउन त यहाँ तपाईँको अब अरूको बुढा अरूको बुढी खोज्नु कति आउँछन् त्यो गर्नुहुन्न, तर त्यो आउँछन्, तर त्यो पनि समस्या हेरेर गर्ने। कुन समस्या चाहिँ छ त? कस्तो खालको समस्या हो, कस्तो खालको पीडित हो त्यो हेरेर गरिदिन्छु, नगर्ने होइन। गर्नुहुन्छ त्यो पनि? म आफूले नै आफूले लगाएको मोहनी छुटाउनलाई यहाँ झन्डै झन्डै तपाईँको 1500-2000 मैले मोहनी आफूले लगाएको आफूले छुटाइदिनु पनि सकेको छु। ए छुटाउनु नि हुन्छ? अब तपाईँको कान्छी मोहनी लाउँछ, जेठी आएर रुन आउँछ, छुटाइदिनु भएन? पर्यो त्यस्तो पनि छुटाइदिनु पऱ्यो नि। जस दुटेको काम आफू एक्लैले गर्नु पर्यो। ठिक छ। गरेको पनि छु। र अहिलेसम्म मैले मोहनी लाएर चाहिँ तपाईँको लाखौँ दिदी पनि लाखौँ दाजुभाइहरूको चाहिँ उद्धार भइसकेका छ। ए भनेपछि धेरैजनाको लाउनु भयो, काम 100% हुन्छ कुरो। मैले के भन्छु भने प्रायः दिदी बहिनीहरूले नै भन्नुहुन्छ 100 होइन 200 फेरि 100 भन्नुहुन्छ क्या दिदी बहिनीले नै। सुमन गुरु भनेको यस्तो खालको जाने। तपाईँको यो भिडियो त मैले टिकटकतिर पनि देखेको होइन, जसले पनि देख्नु भएको टिकटकमा त तपाईँको मोहनीको राजा भनिन्छ है, सुमन लामाको नम्बर 1 हो। धन्यवाद तपाईँलाई है। दिदीबहिनीहरूलाई सेवा दिनुभएको छ, एउटा खुसीको कुरा। धेरैजना पीडित हुनुहुन्छ, अझै पनि धेरैजना अहिले पनि मैले देखेँ आउनु भएको छ होइन त? भिडियोमा म कहिले पनि हाल्दिनँ, हाल्नु पनि भएन यो, आफ्नो पीडाले आएको। बुझाउन आउनेहरूको त भिडियोमा हालिदिन्छु, केही हुँदैन होइन। वैदेशिकहरूको पनि हालिदिन्छु, केही हुँदैन। तर तपाईँको मोहनी लगाउन आउनेहरूको तपाईँको हामीले भिडियोमा हालिदियो भने के हुन्छ भने यहाँ आएर मोहनी लाउन आउने तर भिडियोमा देखायो भने त पुरै मान्छ, शङ्का गर्छ नि त, मार्छ, मलाई बिगारेन। झन् मिल्ने सम्बन्ध झन् छुट्टिन्छ। त्यही भएर म भिडियोमा कहिले पनि हाल्दिनँ। अनि मैले कति प्रायः चाहिँ तपाईँको टिकटकमा भिडियो हाले हुन्छु, फेस देखाउनु, फेस देखाएन सुमन लामाले। फेस देखाउन त तपाईँको के बुढोले दिँदै आएर कुट्नुलाई बडा बिचरा भएको सम्बन्ध के छुटाउनु छ र जोड्न गरेको हो, जोड्नु पो आएको छ त यहाँ। छुटाउन आउने हो भने त यहाँ आउँदैन नि, हो क्या भन्नु न? हजुर। अब एउटा कुरा राखेँ तपाईँलाई गुरु मैले होइन, यो बजारमा मोहनी लाउँछु भनेर बसेका झाँक्रीहरू धेरै छन्, हो कि होइन? मैले पनि 1-2 ठाउँ देखेको छु। कहाँ रे यो वीर मोहनी रे, राति के गरेर लाउने रे, ग्यारेन्टी रे, यति लिन्छ अरे पैसा, त्यति लिन्छ अरे भन्ने। यो के हो, यो के विषयमा बुझ्नुहुन्छ? यो कस्तो हो यो? अब यो भन्नु न, तपाईँले कस्तो रूपमा लिनुहुन्छ? अब तपाईँ त टप नै हुनुभयो, यो पछिकाहरू चाहिँ अब कस्तो हो? यो कमाउनलाई आएको हो कि अब यो लुटपाट हो कि तपाईँको यो के? अब हजुर यो दिदी बहिनीहरूले नबुझेर हिँड्नुहोस्, यस्तो हुन्छ होइन। हजुर। लास्टमा जताततै धाइसिस नै सुमन लामा धाउँछन्। अनि तपाईँको त देखेको हो मैले, तैपनि एउटा साथीले गर्दा म त्यता गइदिएँ, मेरो त 40-50 हजार सिद्धो, 1-1.5 लाख सिद्धो भनेर जान्छन् कि लास्टमा यहीँ आइपुग्छ। लास्टमा आउने यहीँ फेरि सुमन लामाको मोहनीलाई चाहिँ हो मोहनीको रेट भने त यो हो नि, यति पो चाहिन्छ त, काम भइसक्यो दिने हो नि गुरुलाई त, उनीहरू आफैले भन्छन् के बिचार। ए त्यही त धेरै देख्छु गुरु होइन, कैयौँ छन्। तर म धेरै छन् भने मोहनीको लागि चाहिँ म के भन्छु भने पत्रकार मित्र होइन तपाईँलाई, हजुर सुमन लामाले खोकेको होइन, सुमन लामाले बढी बोलेको होइन। सुमन लामाले के भन्छ भने मोहनीको लागि चाहिँ ब्रान्ड हो कि म बाजी सोकिदिन्छु यो कुरामा। 100मा 200 लगाइदिन्छु मोहनी, तर आफ्नो बुढाबुढी हुनु पऱ्यो, बुढाबुढी सम्बन्ध हुनु पर्यो, बुढाबुढी हुनु पर्यो, सम्बन्ध हुनु पर्यो, गर्लफ्रेन्ड बोयफ्रेन्डको पनि सम्बन्ध भएर आउनु पर्यो। चिनेको भरमा भएन, चिनेको भरमा बोलेको भरमा त महिला आयो भने त सुमन लामाले पनि उहाँ प्रियङ्का चोपडालाई लगाइदिनु, त्यो चाहिँ हो कि होइन? तर आफूले खुद माया गरेको मान्छे हुनु पर्यो, मनभित्रैबाट माया गरेको मान्छे हो भने आउनुहोस्, सुमन लामाले ग्यारेन्टी दिन्छु कि यो कुरामा। ल ठिक छ, तपाईँलाई समयको लागि धन्यवाद सुमन गुरु। अब अन्तिम प्रश्न तपाईँलाई टाइम दिनुभयो होइन, तपाईँलाई हामीले अब एकचोटि सर र तपाईँको लोकेसन भनिदिनु होला। अनि मेरो लोकेसन चाहिँ काठमाडौँको बौद्ध जोरपाटी नारायणटार हुँदै महाकालबारी भन्ने ठाउँमा आएर तपाईँ सानो पुलमा आउनुहोस्, त्यहीँ हो मेरो केन्द्र।
ठ्याक्कै सदरमै छ, मेन रोडमै छ मेरो केन्द्र। र मलाई कन्ट्याक्ट गर्नुहुने साथीहरू 98 031 96 426 98 64 15 0253 मा कन्ट्याक्ट गरेर आउनु। सेवा दिन तपाईँ तयार हुनुहुन्छ? जतिखेर पनि तयार छ। बुधबार चाहिँ जहिले पनि बन्द हुन्छ है फेरि। बुधबार जहिले पनि बन्द हुन्छ र अरू बेला सेवा दिनलाई तपाईँ तयार हुनुहुन्छ हाम्रो दाजुभाइ दिदीबहिनीलाई? सबैजनामा नमस्कार। लासु ठाकुरलाई मोहनीको राजा के हो, आफैमा ब्रान्ड हो कि होइन, टिकटक फेसबुक युट्युब जहाँ गएर पनि हेर्नु। ल हस् गुरु, धन्यवाद तपाईँलाई। नमस्कार।